ग्रेट वालमा यस्तो छ। अलि हिमाल चाहिँ उहाँ छ ल हेर्नु है त। बन्दपुर केबल कारमा ओहो यो पनि राम्रो आयो। ल बस म खिचिदिन्छु। अहिले चाहिँ हामी छौँ बन्दीपुर केबल कारमा है। ओ यो ढिक्ली ढिक्ली गर्छ त बेबी कस्तो भइरहेछ। हामी दुईजना मात्र छौँ है। उता पनि केबल कार हेर्दै हेर्दै जाँदा पनि तर स्क्यारी रहेछ रन्जु। अब गाउँहरू छ यस्तै मान्छे चढ्दा रहन्छन्। खै मान्छे देखिएन हामीले। के भयो जाडो भयो कि डर लाग्यो बेबीलाई हो र। ल ठिक छ। बाइकमा आउँदा चिसो हुन्छ माथिसम्म फेरि के जाने भनेर तलै राखेर केबल कारको पनि मजा उठाऊँ भनेर हिँडेको। आहा आनन्द। अनि बरु बिस्तारै उकालो भएर होला क्या बिहा बिस्तारै बिस्तारै हिँड्दा खाँदा। दामी हिमाल विथ ब्युटिफुल। बन्दीपुर बजार खाल्टोमा हिमाल माथि। वा कहाँ माथि जाने अझै यस्तो राम्रो देखिरहेको यार हिमाल। बन्दीपुरको ग्रेट वाल यहाँको हेर्नु बुढाबुढी भएर यस्तो रहेछ यो ग्रेट वाल त। तर भ्यू चाहिँ राम्रो देखिन्छ पाहाडको हेर्नुलाई। हिमाल पनि डुबिसक्यो बेलुका भएर। ग्रेट वाल चाहिँ यस्तो छ है। भ्यू चाहिँ राम्रो देखिएको छ देखिनलाई। ओके अब हामी टिकटकतिर बिजी भयो। हिमाल चाहिँ देखिन्छ। हिमाल चाहिँ हेर्न पाइन्छ अब। ओ भाइ डर लाग्दछ त। दामी आयो क्या दामी। घुँडाहरू पनि रहेछ चराको। कस्तो भएको छ चिया खान मटका चिया मजा छ।